आफै सिसा निकाल्न खोज्दैछ उसैले पख दाजु पख कुरो मिलाउन संसारमा मान्छे नमिलिकन हुँदैन भन्ने कुरा त थाहा छ। अघि नै मिल्या भए यत्रो दुःख पाउँथ्यो। ल भइहाल्यो घर खुरुक्क हिँड तिमीलाई म 500 रुपियाँ पत्रकै हातमा हालिदिन्छु ल। सही दुःख पाउनुसम्म पाइयो नि यार, दुःख पनि पाइयो दुःख नि दिइयो। म चाहिँ के फेरि यो फाटेको जुत्ता बोकेर हिँड्यो होला होइन? फाटेको जुत्ता सिलाएर लाउने इज्जतको मान्छे हो म? बरु नयाँ किन्छु नि, यस्तो जुत्ता बोकेर हिँड्छु ल। जुत्तै फेकेर सिलाएर लाउँदा त हुन्थ्यो नि। ठिकै छ, मेरो के छ, पैसा लिने त हो नि मैले। दालबाट त जेउ नाथी, तर दाँत मेरो कमजोर छ र चिनी पनि खाऊ ल, म अलिकति खान्छु। कस्तो ज्ञानी छ मेरो नाति, जस्तो हजुरबाउ त्यस्तै। बाउ चाहिँ मात्रै निकम्मा, आफ्नो स्वास्नीले एक चप्पल पनि किनेर दिनु। कस्ता बेइज्जती रहेछ। के साह्रो भन्नुभएको बुवा, अहिलेसम्म मागेर खानु परेको छैन, एक पैसा ऋण छैन क्या रे? हेर तिमी नचाहिने कुरो नगर, मलाई 1150 चाहिन्छ, 500 हुँदैन। ससुराबा नमस्कार। ससुरा क्या मेरो? तिम्रो पो ससुरा हो त, मेरो के त नमस्ते। भइहाल्यो 500 होइन, अब 800 दिन्छु। 800 ल, 800 मा 4 रुपियाँ अघि दिएको छु है। भनेपछि 800 4 रुपियाँले 796 लिएर आइ त पुरै जाभित्र। केको पैसा हो? जेको भए पनि लिएन, ले ल्याउनुस्। दालमा ल्याएको छ ले फेरि 796। अनि केको पैसा तिर्या हो? चप्पल चोर्या, जुत्ता चाहिँ फोर्या। होइन छोरी, ऋण त एक पैसा नि जैसा नि तिर्नु है। जति ऋण भए पनि ससुरालीसँग माग्नु परेको छैन क्या रे? राधे 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 के सुन्नु पर्यो यो बुढो कानले? चप्पल चोरेको रे, जुत्ता फोरेको रे, यस्ता बेइज्जती भएर पनि कोही बस्छ? ल छोरी म त हिँडेँ, मेरो चप्पल भाइ। जुत्ता चप्पल कवाडी भुजिया साट्ने हो, कवाडी किताब कपी। बाबुको घर यही छ, अरू छैन चप्पल? मेरो चप्पल तिमीसँग कसरी? आज बाबुले राम्रो व्यापार गरिदिएछ, भुजिया साटी लिएछ, उसले 5 जोड चप्पल दिएछ मलाई। मेरो नाति कस्तो ज्ञानी भने त जस्तो बाउ त्यस्तै छोरा। अघि नै भन्नु भएन त अहिले, जस्तो हजुरबा त्यस्तै नाति। अरे भाइ मेरो चप्पल देऊ। भुजिया दिइहाल्नुहोस्, हामी चप्पल दिइहाल्छ। ए भुजिया त खाइसकेछ उसले। यो मान्छे बिहान पनि मेरो चप्पल मैले बाटामा भेटेर लिएर आएँ, अहिले पनि के अरे ससुराबाको चप्पल तैँले बेचेको? मेरो पनि चप्पल हराएको थियो। अस्ति मैले पढ्दै गरेको किताब तपाईँले बेचे होइन? त्यो त झुकिएर हो नि त जुरेली। मैले झुकिएर हो नि त।